नमस्कार सबैजनालाई। तपाईँ कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। र म आज हजुरहरूलाई म एउटा उहिलेदेखि गरिल्याएको होइन, एउटा म फर्स्ट एडको एउटा औषधि देखाउन गइरहेको छु है। त्यसले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको टिटीको काम गर्छ। र तपाईँ जङ्गलमा है घाँस काट्न जानुभएको छ या आफ्नो बारीतिर घाँस काट्न जानुभएको छ, दाउरा काट्न जानुभएको छ होइन, त्यतिखेर तपाईँलाई अचानक तपाईँको खुकुरीले या कुनै हतियारले हात खुट्टा काट्यो भने तपाईँ के गर्नुहुन्छ भन्दाखेरि त्यहाँ त अब हामीले औषधि पाइँदैन र हामीले जङ्गलकै औषधि खोजेर कुटेर लाउनुपर्छ होइन। र म तपाईँलाई त्यो जङ्गलको औषधि मेन औषधि देखाउन गइरहेको छु। यो यहाँ एउटा पत्ता छ है मेरोमा, यसलाई चाहिँ भन्छ बनमारा। यसलाई भन्छ बनमारा। हामी यसलाई हाम्रो भाषामा है यसलाई हामी कालेजार पनि भन्छौँ। यी बनमारा अथवा कालेजार होइन, कालेजार पनि भन्छौँ। यो चाहिँ यस्तो टिटीको काम गर्छ है। तपाईँले यति कुरा याद गरिराख्नुहोस्। तपाईँको जङ्गलमा है घाँस काट्नु, दाउरा काट्नु जाँदाखेरि तपाईँकोमा कुनै प्रकारको औषधि हुँदैन, तर यसलाई चाहिँ तपाईँले माडेर है मजाले माडेर यसको झोल बनाएर चाहिँ त्यो झोल चाहिँ त्यो काटेको ठाउँमा लाउनु भयो भने तुरुन्तै तपाईँको खुन रोकिन्छ र तपाईँलाई टिटी लाउने जरुरत पनि पर्दैन, किनकि यसको रसले चाहिँ तपाईँको भित्रको जति पनि टिटानस सबै मारिदिन्छ र यसले एकदमै सही काम गर्छ। यो चाहिँ एकदम काटेको ठाउँमा लाउने औषधि हो र तपाईँलाई यो औषधिको बारेमा मैले जानकारी दिएको है। तपाईँले यो कहिले नबिर्सिनु होला। जङ्गलमा जाँदाखेरि तपाईँलाई केही भइहाल्यो भने पहिला नम्बरमा यो तितेपाती, यो बनमारा या त कालेजार खोज्नुहोस् र यसलाई माडेर लगाउनुहोस्। तपाईँलाई एकदमै लाभदायक गर्छ। र फेरि पनि यस्तै एउटा लाभदायक भिडियो लिएर उपस्थित हुनेछु। आजलाई यति नै। लाइक, कमेन्ट, सेयर चाहिँ गर्न नभुल्नु होला।